हेलो गाइज, कमेन्ट पढ्ने हैन त। फेरि पनि आइसकेको छु म टिकटकको भाइरल भिडियोहरुको फन्नी कमेन्टहरु लिएर। भाइरल हुनको लागि टिकटकमा यस्तो भिडियोहरु हालेपछि फन्नी कमेन्टहरु नआउने त चान्स नै भएन। सो अब कति पनि ढिला नगरिकिन यिनै भिडियोहरुमा आएको फन्नी कमेन्टहरु हामी पढ्ने छौं। तो चलिए सुरु करते हैं। सबैभन्दा फर्स्टमा चाहिँ यो नानीको भिडियो हेरौं। यो नानीलाई चाहिँ के दिन मन लागेको हो, त्यसपछि चाहिँ यसको फन्नी कमेन्टहरु पनि हामी पढ्ने छौं है त। भाई यहाँ पे क्या हो रहा भाई, ये कहाँ फंस गया भाई मैं। अब चाहिँ कमेन्ट पढ्दिम है त। भोलि बिहान बलात्कारमा परे भन्ने सुन्न नपरोस्। तिमीले थाप्ने काम गर न, दिने त हामी छँदै छौं नि। सही पकडे हैं। अर्कोले कमेन्ट गर्नु भएको रहेछ, त्यो तरिका भन्दा घोप्टो मजा हुन्छ सिस। रिप्लाई हेर्नु न, रिप्लाई फेरि। घोप्टो चाहिँ मैले आजसम्म ट्राई गरेको छैन हौ। हो त्यही हो चाहिएको, मलाई लोकेसन भनिहाल त, म आइहाल्छु। अर्कोले कमेन्ट गर्नु भएको रहेछ, लु मज्जाले दिनुपर्छ ल। ल अब त्यसपछि चाहिँ यो नानीको भिडियो हेरौं। त्यसपछि यो भिडियोको पनि फन्नी कमेन्टहरु पढेर हामी पेट मिची हाँस्ने छौं है त। कमेन्ट हेर्नु न यहाँनिर, यो केटी पाउने केटा त भाग्यमानी नै हो। बिल्कुल बिल्कुल। अर्को कमेन्ट हेर्नु न यहाँ, बाहिर एकचोटि आऊ, बर्खाको हावाले लैजान्छ मायाको घरसम्म। रोक्नुस्, म बुढीलाई सोधेर आउँछु है। हैन जिब्रो चाहिँ किन यस्तो, गीत त अर्कैले गाएको हो। अबे मुझे क्या पता, मुझसे पूछी जा रही है बार-बार। अर्को कमेन्ट हेर्नु न यहाँ, एउटालाई सुधारे अर्को बिग्रिन्छ, अब जेसुकै गर म सबैलाई सुधार्न सक्दिन। नयाँ प्रजातिको गोमन सर्प। कानले झुम्का होइन, झुम्काले कान लगाएको छ। ल अब चाहिँ यो नानी बाबुहरूलाई स्कुलमा पढाएको सिस्टमहरु हेरौं। त्यसपछि चाहिँ यो भिडियोको पनि फन्नी कमेन्टहरु हामी पढ्ने छौं है त। बाउ आमाले रातभरि भुइँचालो चलाएर बिचरा सुत्नै पाएन कि के हो। म यस्तै भएर हो अहिले 16 तुना 8 भन्दै बसेको। बाबुलाई पनि मैले जस्तै पहिले नै थाहा रहेछ भविष्य अन्धकार रहेछ भनेर। पढाउने शिक्षिकाले नै 5 लाई पान भनेपछि कसको के लाग्छ र। बात त सही है। अर्को कमेन्ट हेर्नु न यहाँ, यो भाइ पछि गएर ठुलो नेता हुन्छ, लेखेर राख्नुस्। यो भाइ खाडीमा जाने संकेत। ल अब लास्टमा चाहिँ यो बहिनीको भिडियो हेरौं। त्यसपछि चाहिँ यो भिडियोहरुको पनि फन्नी कमेन्टहरु हामी पढ्ने छौं। अब चाहिँ यो भिडियोको फन्नी कमेन्टहरु पढ्दिम है त। जति हेरे त्यति हेर्न मन लाग्ने कस्तो राम्रो भिडियो हो। मजा आया, तू समझा। सबै मिलेर एकचोटि लुकेर बसेका दुवै केपी र प्रचण्डलाई मुर्दाबाद भनेर जानु होला। म नीलो आकाश हेर्दै छु है। अर्को कमेन्ट हेर्नु न यहाँ, बिग फ्यान है, तर हजुरको हैन त्यो पानीको। ल गाइस, आजको लागि भिडियो यति नै। भिडियो कस्तो लाग्यो कमेन्ट गर्न नबिर्सनु होला। यदि भिडियो मन पर्यो भने तपाईहरुले भिडियोलाई एक लाइक गरिदिनु होला र च्यानलमा तपाईहरु नयाँ हुनुहुन्छ भने सबैजनाले च्यानललाई सब्स्क्राइब गरेर नजिकै रहेको बेल आइकन दबाउन नबिर्सनु होला। हामी यो भन्दा अर्को धमाकादार भिडियोमा भेट्ने छौं।